चुनाव पनि आइगयो चुनाव आइकन अब जित्नुपर्ने भइगयो रैला र त्यही भइकन पर गाउँका कोही दुखी बिरामी सुन्नुहुने ल्याइया तिनीहरूले केही राहत दिइकन जित्नु पर्यो यदि छैन भने पनि त्यहाँ गइकन हातखुट्टा भाँचिकन लुला लङ्गाडा बङ्गाडा बनाइकन पनि चुनाव ल्याइकन तिनीहरूले दिइकन चुनाव दिनुपर्ने भइगयो सक्ने भइस त सक्छु मन्त्रीज्यू त्यो लामो के लामो हुनु छ त त्यो मुलाले कोचेर भए पनि म गर्न सक्छु के बिरामी भएर भोट हाल्ने क्षमता गर्न सक्छु ल जा केटा त त्यसो भएपछि गाउँका जति ती भिखारी कुदेहरू छन् सबैको फोटा खिचिकन त ल्याइया हेर त्यो ल्याइकन अनि मोबाइल छ कि नै त तोइ म त्यो मन्त्रीज्यू धुम्मचाले मोबाइल छ त धुम्मचाले मोबाइलमा हुँदैन धुम्मचाले देखा पनि नै 1 करोडको मोबाइल छ मसँग जापानबाट इन्टरनेट पठाएको यो लेङ्गुवा भन्ने साथीले चाहिँ पठाएको मेरो जापानी साथीले गोठाले भाइ बहिनीहरू छोराहरू बसिरहेछन् के पाटोमा पिला आइरहेछन् के हो अब मेरो छोरो मर्न लाग्यो हेर्ने बिरामी गर्ने गाउँमा एक स्वास्थ्य चौकी पनि नै पुऱ्यायो अपरेसन गर्नु थियो के गर्ने त यार के गर घाटाको फोटो खिचेर मन्त्रीलाई लग्नुपर्छ अब उभो गर्नु पर्यो यो उभो गरे यो हातको पोज पनि दिएको हातको पोज यो हो गरे यो हो यो नयाँ पोज हो कि यो हो ल खिचेर लिनु है हस् ल मलाई स्वास्थ्य चौकी बन्नु पर्यो है गाउँमा बन्छ चिन्ता नमान्नु न तपाईँ मन्त्रीज्यूलाई यस्तो सपोर्ट दिनुभएको छ तपाईँहरूले अनि ल्याउँदा त ल्याइहालिछस् केटा है फोटासोटा खिचेर ल्याइहालिछस् ल तैँले भनेको कुरो मैले सबै बुझेँ त्यहाँ त्यो गोठिया भाइ बिना न के अरे गोठिया बाउ छोरालाई त्यो छोरालाई के भएर रहेछ एक दुई गए भाषण हानौँ त्यहाँ अनि त्यहीँ गएर कुरा गरौँ ल यही त मन्त्रीज्यू पनि आउने जसुन अब के सोध्नु पर्यो मन्त्रीज्यूलाई हामीले होइन आइए मन्त्रीज्यू पनि आइए नि त मन्त्रीज्यू नमस्ते बसेरै कुरा गरौँ है ल बसौँ तपाईँहरू पनि बस्नु छैन अब हाम्रो चुनाव आउँदैछ तपाईँहरूलाई थाहा छँदैछ होइन अब चुनावको लागि हामीले के गर्नुपर्छ भनेर होइन अब हाम्रो यो जुन यो कर्णाली प्रदेश हाम्रो कर्णाली प्रदेश पिछडिया क्षेत्र भन्दा पिछडिया पल्लाटी लगायो अरे यो त्यसलाई चाहिँ अब चाइना बनाउनु पर्यो क्या त्यसलाई कस्तो बनाउनु मन्त्रीज्यू होइन चाइना कुरा नरहे मन्त्रीज्यू मेरो कुरा सुन्नुहोस् तपाईँहरू आक्रोशमा नहुनुहोस् है आक्रोशमा केही जोडिँदैन गाउँ बनाउने भने मन्त्री सुन गाउँ बनाउने भने मेरो कुरा सुन्नुहोस् तैँले गाउँ बनाउने भने घर बनाइ तैँले स्वास्थ्य चौकी बनाउने भने स्वास्थ्य चौकी तेरो पिउसा तल कति छ तेरो सुनसान कति मेरो छोरा चालमे तै पिलो 60,000 रुपियाँ मात्र छ उसको मन्थली भनेको गर्नुभयो होइन तिमीहरूले त्यस्तो सबै काम गरिसक्यौ तिमीहरूलाई म एउटा उ दिन्छु है तिमीहरूले बरु पैसा पनि पछाडि मिलाउँला यताउति गरेर एकछिन म दिन्छु तपाईँहरूलाई बोट पक्का म दिन्छु ल बोट पक्का है तपाईँहरूलाई चाहिँ म दिन्छु होइन तपाईँहरूले अब त्यो गरे पनि नगरे पनि होइन ल यो तपाईँहरू खानुहोस् होइन तपाईँहरू खाएपछि चाहिँ भइहाल्छ होइन मन्त्रीज्यू नेता चुनाव त लड्ने भयो तर तिम्रो के छ लोगो पार्टीको मेरो लोगो अहिले त तिमीहरू मैले दिएको थिएँ त्यही हो लोगो मेरो होइन छोटो लौडो छोटो लौडो मेरो चिन्ह त्यो छोटो लौडोमा हालेर मुनि एकचोटि जिताउनु पर्यो ल भोट पक्का भयो ल धन्यवाद छ मन्त्रीज्यू 84मा तिमी पक्का भयो मन्त्रीज्यू पहिला अब गाउँको बिरामी छन् तिनीका पिला मस्काइदिन्थेँ लाट्टे मैका मन्त्रीले अब मेरो केही सोच छ अब सेवा गर्ने हेर्ने त भयो तँलाई म बनाउँछु ल तँलाई म हेरिहाल्छु यो सुनसान मेरो साथी है वो बहुत अच्छा आदमी है वो खुशहाल है उत्तराखण्ड मन्त्रीज्यू मेरो एक बिन्ती छ मन्त्रीज्यू प्लिज मेरो बिन्ती छ मेरो छोरा मर्न लाग्यो स्वास्थ्य चौकीमा छोराले ल्याउनु जानुहोस्
भाई हम लोग अभी 2 साल के बाद मिलेंगे। हाँ ठीक है मंत्री जी, अब 2 साल धुन्धुकारी नि आज मलाई आपत परियो आपत परियो आज गर्नु पर्यो जहाँ खोजे पनि काम चाहियो दाइ नेताजी नमस्कार। नमस्कार नमस्कार। ढोक दिए नेताजी ढोक दिए ढोक दिए सब कुछ बढ़िया था। मेरे भाई गाँव से आए हैं, इसको काम देना है। हामी नेपाली भाषा बोलाउनु हिन्दी नेपाली बोला कि तिमी त यार कस्तो के मलाई काम छैन बरु मलाई नेपाली चाहियो काम दिन्छु। रोक भाइ ठीक है जी, ओके पीएम ठीक छ, पुरै काम दिन्छु मैले है। ल उसको काम बर्तन माझ्ने के काम त दिन्छु मैले है, तँलाई काम त दिन्छु, तर एकचोटि के परफर्मेन्स के गर्न आउँछ भने त्यो गरेर देखा त। मुम्बई जाने अब काम दिनु पर्यो। ल काम त म तँलाई दिन्छु, तँलाई फिक्स काम दिन्छु। पीछे मेरी महातारी है, महारानी है, उसका पूरा कच्चा मारना है ठीक है। यो सुनको बिस्कुटहरू छ यार, यो 1 करोडको हेर है। त्यसलाई अब यो चाहिँ गोठे इमान्दार छ, त्यो गोठेलाई पठाइदिएपछि गोठेले उता मेरो कालोपानीबाट आएको साथीलाई दिन्छ। अलि इमान्दार भएको छ, के गरौँ त त्यसलाई दिन्छ दिनु पर्यो। मन्त्रीले 1 करोडको त सुन त दियो, यसो मन्त्रीले न दिनु न। मैले गाउँमा त्यो धुन्धुकारी गाई नदेखिन गाउँमा सस्तो चौकी बनाउनु पर्छ। यता यस्तै हुन्। आफ्नो काम बन्द गयो त मैले भाग्ने जाएँ जनता। मैले अब गाउँमा गएर अब आफ्नो पर्सनल स्वास्थ्य चौकी खोल्ने हो। मिज्यू अब हस्पिटल खोल्नु पर्यो मिज्यू। खोल्नु पर्यो। के ल्याऊ रुपियाँ के ल्याऊ? तिमी पहिला पिराइन खुट्टाल्ला छेउ त। म खुट्टाल्न, तिमी चिन्तै नमान, मन्त्रीको पावर छ, तिमी चिन्तै नमान बिल्कुल। पैसा छान्ने हो यही सुन्न त अलि। होइन म पहिला पिलो फुटाल्नु रात परेको थिएँ, त्यो एउटा हो क्या भयो छ कहाँ भयो कहाँ ठेला 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 बस बस तेल त किलो निले रहेछ बड्डो। अघि त भुन्या त टोटेबा विश्वासै नमान्नु किलो आयो त छ त। मैले किलो भने तिमीले किलो हुने भने बड्डो। मिज्यू किलो त यत्तै किलो खाएर रहेछ त्यसले। त्यसो न जाउँ 12 इन्चको पिलै दाब। अनि अपरेसन गर भन्ने कि मुन फेरि अपरेसन गर्नै आउन्न। मन्त्रीको पावर छ त बताऊ ए बड्डो तिमी घर जाऊ, म छोरो सकुशल घर आउँछ बेलुका। त्यो जाऊ, हामी अपरेसन गर्नुपर्ने भयो, 2-3 घन्टा टाइम गर्नुपर्ने भयो। किलो होइन सुई ठुक्न 15 इन्चीको सुई पछाडि नट्टामुलो ठुक्न सुई ल्याउनु है। ल बाबु तिमी यता फर्क। किडनी सिडनी निकालेर यसलाई खुलामा भयो।